नमस्कार, म लक्ष्मण कटवाल। अहिले चाहिँ म बराह क्षेत्र नगरपालिका वडा नम्बर 4 र 5 स्थित रहेको यो अमास सिमसारमा आएको छु। र यो अमास सिमसारको बारेमा चाहिँ म थोरै तपाईलाई के जानकारी गराउन लागिरहेको छु भने अहिले कोशी प्रदेश सरकारले चाहिँ पर्यटन वर्ष 2082 साललाई चाहिँ निकै भव्यताका साथ मनाउने जुन उद्घाटन पनि गरिसकेको छ र विभिन्न प्रदेशभरिका विभिन्न त्यस्ता आन्तरिक र बाह्य पर्यटकहरूलाई भित्राउने लक्ष्य लिएको छ, जसमध्ये यो बराह क्षेत्र नगरपालिकाको यो अमास सिमसार पनि एउटा पर्यटककै हिसाबले निकै राम्रो गन्तव्य बनिरहेको छ, जहाँ चाहिँ तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँ आएर यो सिमसार क्षेत्रको अवलोकन गर्न सक्नुहुन्छ। यहाँ चाहिँ बोटिङ गर्न सक्नुहुन्छ हैन। यहाँको चारैतिर वरिपरि रहेको यो वन जङ्गलमा जहाँ चाहिँ विभिन्न किसिमका वन्य जन्तुहरू चराचुरुङ्गीहरूको एकदमै आवाजहरू सुन्न पाउने, त्यसको अवलोकन गर्न पाउन सकिन्छ। एकदम भरपूर मनोरञ्जन लिन सकिन्छ र यहाँ विभिन्न ठाउँबाट जस्तै झापाबाट, मोरङबाट, त्यसै गरी धरानको यता सुनसरी, यता उदयपुरबाट पनि यो चाहिँ एउटा पिकनिक स्पोट अनि एउटा विभिन्न अध्ययन अनुसन्धान केन्द्रको रूपमा पनि यो अमास सिमसार बन्दै आइरहेको छ। मलाई आशा छ तपाईहरू पनि पक्कै पनि यो क्षेत्रमा आउनुहुनेछ। यहाँका विभिन्न किसिमको यो तपाईको जुन वर्ष र सँगसँगै तपाईले चाहिँ आफ्नो मनलाई हलुङ्क बाँड्नका लागि पनि यो स्थानमा आउन सक्नुहुनेछ। त्यति शान्त क्षेत्र छ यो। र तपाईले अझ एउटा तपाईलाई के पनि म जानकारी गराउँछु भन्दाखेरि यही नजिकै रहेको हाम्रो यो सर्दु खोलामा चाहिँ एउटा झोलुङ्गे पुल छ। त्यहाँबाट पनि हामीले एउटा सेल्फी झोलुङ्गे पुल पनि भनेर नामाकरण गरिएको छ। त्यसमा पनि तपाईले त्यहाँ चाहिँ मजाले झोलुङ्गे पुलको पनि अनुभव लिन सक्नुहुनेछ भने। अर्को कुरो, सानसाना नानीहरूलाई, सानसाना बालबालिकाहरूलाई चाहिँ जस्तै स्कुलको नभएको बेलामा छुट्टीको समयमा केटाकेटीहरूलाई कहाँ लाने भन्नेमा पनि हुनुहुन्छ भने चाहिँ यहाँनिर बाल उद्यान पनि छ। बालबालिकाहरूले चाहिँ खेल्न पाउने, विभिन्न किसिमका मनोरञ्जनहरू चाहिँ गर्न पाउने ठाउँ पनि यो सिमसार क्षेत्र छ। जसले गर्दाखेरि तपाईले एकचोटि यो सिमसार क्षेत्रमा चाहिँ आउनुहुनेछ र तपाईहरुलाई र त्यसै गरी हामीले चाहिँ अब आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नका लागि हामी सबैजना जुट्नुपर्छ र यस क्षेत्रको विकास र समृद्धिका लागि हामी हातेमालो गर्नुपर्छ भन्ने पनि मलाई विश्वास छ। र तपाईहरुले आउनुहुनेछ, यस क्षेत्रको प्रवर्धनका लागि प्रचार प्रसार पनि गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।